हुन्छ सर, हजुर आउनुहोस् न, हाम्रो अफिस भिजिट गर्दा हुन्छ नि है। हस् हस्। ए हजुर म्याम, हजुर नमस्कार। हजुर म्याम बस्नुहोस् न, केही थियो र? हजुर पनि बस्नुहोस्। म्याम, म चाहिँ यो हजुरको पेजमा ली लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टको पेज हेरेर आएको हो। ए हजुर हजुर। अनि मेरो यहाँ बाबु चाहिँ एन्फामा गेम खेल्छ, ट्रेनिङ भइरहेको छ उसको चाहिँ त्यहाँ चाहिँ। त्यही भएर सँगसँगै नानीलाई पनि एउटा अब डान्स क्लास राखौँ भनेर म बुझ्न आएको म्याम। ए हजुर हजुर। हजुरहरूले डान्सको बारेमा चाहिँ हाम्रो पेजबाट हेर्न थाहा पाउनुभयो होइन। ठिक छ, अब धेरै खुसी लाग्यो, एकदम पेज पनि हाम्रो हेरिराख्नु भएको रहेछ, एकदम खुसी लाग्यो होइन। नानी चाहिँ कति वर्ष भयो होला? नानी चाहिँ अहिले 5 पुरा भएर 6मा हिँडिरहेछ म्याम। हजुर हजुर, उसैको डान्सको लागि चाहिँ अब हामीलाई स्याटरडेको लागि चाहियो भने बुझ्न आएको। ए हजुर। ए नानीको लागि क्लास लिन आउनुभएको। हजुरहरूले चाहिँ के स्याटरडे स्पेसल कोर्स पनि हाम्रोमा हुन्छ? हजुरहरूले के हप्ताको गर्ने, महिनाको गर्नुहुन्छ कि स्याटरडे मात्रै गर्नुहुन्छ भने अब त्यही अनुसार हाम्रो प्याकेज पनि रहेको छ होइन। हजुरले चाहिँ कुन चाहिँ गर्न खोज्नु भएको छ? मैले चाहिँ स्पेसली स्याटरडे चाहिँ उसलाई अब 1 आवर्सको ट्रेनिङको लागि डान्स ट्रेनिङ गरेर उसले आफूलाई केही गरोस् भनेर हो। अरू बेला त स्कुलहरूमै हुन्छ म्याम, तर स्पेसल हुँदैन, त्यही भएर यहाँ बुझ्न आएको। स्याटरडेको लागि चाहिँ हजुरले होला भनेर। ए हुन्छ हुन्छ। हजुरहरूलाई स्याटरडे पनि हामीले स्पेसल कोर्सै भनेर राख्ने गर्छौँ होइन। अब बच्चाहरूको लागि त झन् स्पेसल कोर्स लिएकै राम्रो हुन्छ। हाम्रो यहाँ चाहिँ मन्थली पनि हुन्छ होइन। बेलुका बच्चाहरू पनि आइराख्नु भएको छ, अहिले पनि क्लास भइरहेको छ, 5 to 6, 6 to 7 भइरहेकै छ होइन। हजुरले चाहिँ स्याटरडे मात्रै खोज्नु भएको छ भने उहाँलाई स्पेसलै गर्छौँ हामीले। बच्चाहरूलाई डान्स मात्र होइन, एक्स्ट्रा एक्टिभिटिजहरू पनि सिकाइराखेका हुन्छौँ। हजुरलाई अब यहाँ मन परेको छ, बच्चा राख्न चाहनुहुन्छ भने ठिक छ, वेलकम छ हजुरलाई। हाम्रो क्लास पनि एकचोटि भिजिट गरौँ न त हजुरहरू। क्लास चाहिँ यता छ है। यो चाहिँ हाम्रो डान्स फ्लोर हो होइन। यहाँ चाहिँ हाम्रो डान्स मात्र होइन, जुम्बा पनि सिकाउँछ। हाम्रो मर्निङको टाइममा चाहिँ जुम्बा पनि सिकाउँछौँ। जस्तो जुम्बा भन्ने बित्तिकै हाम्रो बच्चाहाम्रो डान्स छँदैछ। जुम्बा चाहिँ हामी जस्तो मदरहरूको लागि, फादरहरूको लागि चाहिँ जुम्बा पनि बिहान मर्निङ टाइम र बेलुकाको सिफ्टमा पनि गराउँछौँ। यहाँ चाहिँ अब डेको टाइममा बच्चाहरूलाई, किनभने स्कुल आएपछि गऱ्यो नि त बच्चाहरूलाई, त्यसपछि यहीँ सिकाउँछौँ। हजुरलाई कस्तो लाग्छ हाम्रो क्लासहरू हेर्नुहोस् होइन। अब भिजिट गर्नुहोस्। त्यही मात्रै होइन, हामीले चाहिँ बच्चाहरूलाई सिकाइसकेपछि उहाँहरूले सिकिसकेपछि कस्तो रेस्पोन्स दिनुहुन्छ, कतिको कुरा सिक्नुहुन्छ, त्यसो चाहिँ हजुरहरूले फिडब्याक दिनुहुन्छ। हजुरलाई मन परेर त आउनु भएको छ, ठिक छ। स्याटरडे क्लास हुन्छ नि हुन्छ हुन्छ, स्याटरडे क्लास हुन्छ। मलाई चाहिँ यहाँ बच्चा एन्फामा राखेको हुनाले हुन्छ, कमिङ स्याटरडे 9:30 बजी ल्याउनु। हामीले चाहिँ खास स्याटरडे अनि क्लास राखेको थिएनौँ। हजुरको ल्याउनु भइसकेको छ, हामी स्याटरडे पनि